त्यो फाइल लिएर कहाँ हिँड्दै हुनुहुन्छ? हेर्नु न, प्रहरीमा गएको थिए डायरी दर्ता गराउन, दर्तै गरेनन्। अब के गर्ने होला? हेर्नुहोस्, कानुन तपाईको साथमा छ। तपाई प्रहरी कार्यालयमा दर्ता गरेन भने सरकारी वकिल कार्यालयदेखि गृह मन्त्रालयसम्म पनि जान सक्नुहुन्छ भन्ने हाम्रो कानुनले प्रावधान दिएको छ। ल हिँड्नुस्, म तपाईलाई सम्पूर्ण प्रक्रियाको बारेमा जानकारी दिन्छु। तपाई प्रहरी कार्यालयमा उजुरी दिन गइयो तर दर्ता नै गरेनन् भने त्यो बेला तपाई के गर्नुहुन्छ? के तपाईको त्यो उजुरी त्यतिकै हराउने हो त? आजको यस भिडियोमा हामी बुझ्नेछौँ प्रहरीद्वारा उजुरी दर्ता गरेन भने नागरिकले के कस्ता कानुनी अधिकारहरू प्रयोग गर्न सक्छन्। नेपालको प्रचलित कानुन मुलुकी अपराध कार्यविधि संहिता 2074 को दफा 4 बमोजिम यदि प्रहरीले उजुरी दर्ता गर्न मानेन भने पनि तपाईलाई निराश हुनुपर्ने छैन, किनभने कानुनले तपाईलाई वैकल्पिक बाटो पनि दिएको छ। यदि प्रहरी कार्यालयले तपाईको जाहेरी दर्ता गर्न मानेन भने मुलुकी अपराध कार्यविधि संहिता 2074 को दफा 5 बमोजिम तपाई आफै वा अरु कसैले पनि एक त माथिको प्रहरी कार्यालय वा जिल्ला सरकारी वकिल कार्यालयमा उजुरी दर्ता गराउन सक्छ। अब जिल्ला सरकारी वकिलको कार्यालय वा माथिल्लो तहको प्रहरी कार्यालयले उक्त उजुरीलाई सम्बन्धित प्रहरी कार्यालयमा आवश्यक कारबाहीको लागि पठाउँछ। प्रहरीले उजुरी प्राप्त गरेपछि तुरुन्तै अनुसन्धान र कार्यवाही सुरु गर्नुपर्छ। यो कानुनी दायित्व हो। अब जिल्ला सरकारी वकिल वा प्रहरी कार्यालयले कारबाही गरेन भने गृह मन्त्रालयमा उजुरी दर्ता गर्न सक्नुहुन्छ। त्यसपछि गृह मन्त्रालयले अनुसन्धान अधिकारी तोक्छ। गृह मन्त्रालयले उजुरी प्राप्त गरेको 3 दिनभित्र निर्णय लिने प्रावधान छ। आवश्यक परे उनीहरूले सिधा कार्यवाहीको आदेश पनि दिन सक्छ। यदि यो भिडियो तपाईहरूलाई उपयोगी लागे भने लाइक, कमेन्ट, शेयर गर्न नबिर्सनुहोला।